के गर्नु कान्छा अझ त मेरो मन साह्रै रुन्छ क्या उठ्छ सबै सम्झिन्छु कस्ता कस्ता मान्छेहरू त्यो के भयो अनि आफू कुन कति चाहिँ मर्नु पर्ने हो त्यो थाहा छैन होइन कसलाई थाहा राम्रो गरी खाऊ मेरो एकमात्र जीवित पुर्खा मेरो बाबाको कान्छी बहिनी फुपै बिहानै आउनुभयो हिजो हामी गएको थियौँ फुपै त कहाँ जानुभएको अरे हिजो बेलुकै कसकोमा जानुभएको हिजो अडामाथि मनेमाकोमा लीला र कामिरामे काठमाडौँ गएको आज त कति 9-10 दिन के 11 दिन पो भइसक्यो गएकै उनीहरू गएकोदेखि एक्लै छ अनि एकदिन ढिलो गरेको त गरे त्यो कला ए मने त गुवा रुए गरे के किन चित्र घरमा कसरी बस्छौ को आएको छैन है भनेछ मनेमा चाहिँ अनि चित्र घरमा कसरी बस्छौ भनेर गुवा रुए गरे मने त्यहाँदेखि डोरी फेलेको थियो रात पारेको पनि थाहा पाइन अनि अलिक राति गएको त रुनु अरे गर्थ्यो चित्र घरमा कसरी बस्छौ भनेर त्यहाँदेखि चल्दा ठिकै बेला जान्छु बिहान चढ्छु रहेछु के यसो ताने तुने बारी पनि सक्दिनँ कोदालो पनि सक्दिनँ यसो ताने तुने गर्छु कति वर्ष पुग्नु भयो फुपू 100 सालले कति पुग्यो 100 साल हो लाग्दो वैशाखको 82 वर्ष अब पुग्नु आँट्यो 81 वर्ष वैशाख लाग्दो यो वैशाखदेखि त 82 पो लाग्नु हुने रहेछ नि अनि ल ठिकै छ अब बाँची बर्ती जानुपर्छ फुपू अब तपाईँ लामो आयुको त्यही त तपाईँ नै रहेछ हाम्रो पुर्खाहरूमा एकदम लामो आयु भएको म त कान्छा लामो आयु रस उभिएर सबै मेरो दिदी बहिनीहरू पनि छैन हिरामा बदैनी ज्वाइँहरू पनि मर्यो सबै मर्यो म चाहिँ रस मुल्या रस जन्मे मुल्या होइन नि तपाईँ त एकदम भाग्यमानी सबै नाति देख्न पाउनुभयो सबैको के अरे घर परिवार देख्न पाउनुभयो हामी सबैलाई तपाईँ त हो नि हाम्रो अब अभिभावक हाम्रो एकमात्र अभिभावक तपाईँ त हो नि अभागी रसु के कान्छा म देपामा अभागी देनु अभागी राम्रै किन अभागी दुईटा छोराहरू एकदमै सक्षम एकदम असल ज्ञानी छोराहरू छ दुई भाइ अनि नातिनीहरू भइसक्यो किन अभागी होइन के यो कसैले के भन्दैन ओराङ्दैन पनि यो मेरो मन चाहिँ नि त्यो बिच्यो त्यो गरेर खटाएर मलाई बस्नु दिँदैन मन त हो नि त्यो त मनले हो नि धरभरि हिँड्छु अब के गर्नु मनै दुखी मेरो होइन नि अब त्यो त ठिक छ नि मनले नै हिँडाउँछ मान्छेलाई मनले नै यताउता गराउँछ त्यो हिँडेको राम्रो नि हिँडुल गरेको राम्रो अब त्यसो गर्दाखेरि एक्सर्साइज पनि हुन्छ अब मनेम्माकोमा जानुभयो फेरि बिहानै झर्नुभयो अब फेरि घर जानुहुन्छ हिँडिरहनु पाइयो होइन त्यसले गर्दा स्वास्थ्यलाई राम्रो हुन्छ एकै ठाउँमा गुजुल्टेर बसिरहनु भन्दा त यसरी हिँडुल गरेको राम्रो नि फेरि सक्नु हुने रहेछ अस्ति त अनि बिरामी हुनुभयो भनेर अनि के अरे अब मनेम्माकोमा गएको कति 1 हप्ता भयो कि 2 हप्ता भयो तपाईँ त्यहाँ मनेम्माकोमा गएको त 10-11 दिन पो भयो 11 दिन पो ल ठिक छ अब यस्तै हो हामी छोराछोरी पाउँछौँ टन्न अनि विदेश पठाउँछौँ अनि अमेरिका गयो मेरो छोरा भन्छौँ मेरो छोराछोरी अस्ट्रेलिया गयो भन्छौँ अनि बुढेसकालमा चाहिँ एक्लै हुन्छौँ हामी सबैको त्यही हो अनि बेकारमा गर्व गर्नुको हुनै छैन हाम्रो सबैको त्यस्तै हो नियति तर तपाईँको त छोराहरू सँगै छ साथमै छ जे भए पनि के गर्नु परेको बेला मेरो छोराहरू टाढोको जागिरे भएन
किन हुनु पर्यो त जागिर? अनि यहीँ बसेर कति राम्रो कमाइरहेको छ मेरो भाइहरूले, कति राम्रो गरिरहेको छ। बनिबुट्टो यसो गरी हिँड्छ घरमै छ। सबै जागिरे भएको टाढो जान्छ। जेपामा जागिर खानेहरू त कहाँ कहाँ पुग्नु पर्छ, घर बस्नु पाउँदैन, आमा बाउको दुःख हेर्नु पाउँदैन। जागिरेहरूको त थुप्रै बिजोग पो छ त, भन्नु मात्रै जागिरे। अब उनीहरूलाई पनि त हुन्छ नि मेरो आमा बाउसँग बस्न पाए हुन्थ्यो भन्ने, तर पाउँदैन नि त। अब त्यही भएर हाम्रो भाइहरू एकदमै राम्रो छ, ज्ञानी छ। काशकुमार मनबढ्न मेरो भाइहरू ज्ञानी छ। त्यही भएर खुसी हुनु। तपाईँ जतिको खुसी, तपाईँ जतिको सुखी कोही पनि देख्दैनौँ हामी त। किनभने सबै कुरा नाति नातेनादेखि सबै छ त। अनि साथमै हेर्न पाउनु भएको छ। अनि अब हेर्नु त लु, अब टङ्ग्रिनु भयो छ। अस्ति त बिरामी भएको सुनेको थिएँ मैले काठमाडौँमा हुँदाखेरि। अब निको हुनु भएछ, खुसी लाग्यो। काठमाडौँबाट पनि नाति नचेनाले छोरीले पनि इलामबाट पैसाहरू पठायो। नाति नचेनाले काठमाडौँबाट भिटामिनहरू पठायो, चक्लेटहरू पठायो। सबै अर्लेसहरू पनि सबै उज्जवलले पनि पठायो नि। लामो त्यो अनारको झोल के अनारको झोल किलामो पठायो। त्यो पनि खायो, भक्कु खायो निकाल्छ। नाति नचेनाले मलाई खुट्टा टेकायो। अनि लो त हेर्नु त कति भाग्यमानी। खुट्टा टेक्या। अनि छोरीले पनि पैसा पठाएछ, मासु खाली खानु खोज्छ। मासु खासु मेरो कुखुरा किनेर खत्रिङबाट 4वटा कुखुरा किनेर हाम्रो कान्छीले झारेर मलाई पुगेन भन्दै। नाति नचेना बुहारीहरूले मलाई पोस्दै पुर्याएकै। अनि त्यति भए भएन? मरेको मान्छे मरेको रथको केही थाहा पाउँदैन। हस्पिटल फेर लगेको पनि थाहा पाउँदैन। दसैँमा पछि मासुले के गर्यो, बिहोसमा थियो, केही थाहा पाउँदैन। सबैले प्रार्थना गर्यो, बोखोलाको नेर्पाको कहाँको पास्टरहरू आएर प्रार्थना गर्दा अब अझै 10-20 वर्ष बाँचिन्छ है। केही हुँदैन मेरो कडा त, केही हुँदैन। 10-20 वर्ष त ढुक्कले मर्नु पर्यो भने मेरो मर्ने बेलै पनि अब कति बाँचे त। हट काम मरिन्छ। मान्छेहरू के भयो, कता गयो के हो नि, हेर सबै मलाई थाहा छ। म चाहिँ बाँचेको छु, मऱ्यो भने पनि अब मलाई विश्वास छैन। साथीहरू बिहानै आज चैत 23 गते होइन, आज के बार? शनिबार होइन? शनिबार आज हामी सङ्गति छ। आज शनिबार त्यहाँ जाने। अब कति बजेदेखि बिहान? एकछिन बसेर फेरि मनेर नमस्ते गर त बोजूलाई। सारांश लो सारांश बोजूसँग ल। कोकु बोजू हाम्रो बाजेको बहिनी। हाम्रो चान्ची लामको छोला त कति नराम्रो रहेछ हौ। यत्रो भइसक्यो सानो थियो। अब अहिले त 7 वर्ष लाग्छ। अब 7 वर्ष बाबालाई पाल्नु पर्छ जागिरे भएर है। ठुलो छ नि, ठुलो छ। अर्को जेठा चाहिँ ठुलो छ, ठुलो छ, ठुलो भइसक्यो होइन, छोडेर आएको। छोडेर ए घरमै छ। ऊ चाहिँ जागिर गर्छ। के गर्छ? ब्याङ्कमा स्वीकार चाहिँ जागिरे गर्छ, ब्याङ्कमा छ। हाम्रो कान्छीले जागिरे गर्छ, आमा बाबुलाई पाल्छ, सुन्छ बसिरहन्छ। टुप्पा गर्छ नि, टुप्पामा बस्छ नि नाना दाइहरूले पालेको अरे। साथी साथी हाम्रो नाति त कतिलो भइसक्यो त। बाबाको फुपू पो, बाबाको फुपू। म त बाबाको म फुपै पो त, कान्छी फुपै पो त म त। तिमीहरूको कोकु म अघि अब नाति। मनी कता छ? मनी कता छ? पानी देऊ त भाइलाई पनि। अनि खोइ अब के अरे
रोग पच्यो अब तपाईँको पहिले अलिकति बिमारी भनेर सुन्दा चाहिँ हामीलाई दुःख लागेको थियो अहिले चाहिँ तपाईँ हट्टाकट्टा हुनुभएछ अनुहार पनि खिरेछ अब चाहिँ अब हो एकदमै राम्रो हुनुभएछ तिम्रो दशा गएछ अब के हुँदैन अनि दशाबाट के दशा जान्छ यसपालि राम्रै पानी आएर त्यो बार कुन्थाको झेर बार पातै लगिदियो अनि त्यहाँ पछि फेरि असोजमा दसैँ आयो थाहा पाइँदैन झुन्डै मऱ्यो त्यहाँदेखि अलिक रोकडा भयो फेरि त्यहाँ पर भिक्राहरू काट्नु जानु पऱ्यो भनेर गएको थियो मनेको घरमुनि बाटोमा त पोहोर काटेको बाँस यसो यसो भइरहेको रहेछ कि अब गएको थियो नि यसो हेर्छु त भर्याङ्ग त झिन्ने रहेछ भनेर यसरी काट्दै थियो कति लामो बाँसेको काट्दाखेरि पछि माइलाम कति ल्याएको हुन्छ बुहारी कहिले ल्याएको तैँले यो फोटो म त हिजो पछि आमा बाबु त माइला यो पहिले बनाएर राखेको पोहोरको चोटि आउँदाखेरि बिर्सेछ क्या हिजो पछि म त फोटो त खै ल्याएको बुहारीले माइला काकाले ल्याएको भने देख्न पाएन मेरो आमा बाउले हामीलाई राम्ररी म त भेट्न पनि पाइएन मर्ने बेला पनि देख्न पाइएन बाबु त म त चिन्न पनि सकिन त्यो गर्लफ्रेन्ड बाजेको थियो होला राम्रो गरी खाऊ गर्नु कान्छ अझै त मेरो मन साह्रै रुन्छ क्या उठ्छ सबै सम्झिन्छु कस्ता कस्ता मान्छेहरू के भयो आफू कुन कति चाहिँ मर्नु पर्ने त्यो थाहा छैन होइन कसलाई थाहा छ अनि खुबै तर अब के अरे त्यही त अघि मैले तपाईँ भाग्यमानी भनेको चाहिँ दुईटा छोरा साथमै छ साथमै छ मनमा कति के छ मनमा त अब त्यस्तै हो अब हेर्नु अब सन्तोक मान्नु के अरे खुसी हुनु किनभने अब मान्छेहरू के भएर कसो भएर मरिरहेको छ होइन अनि अब तपाईँ नै हो हाम्रो पुर्खाहरूमा सबैभन्दा लामो आयु भएको भाग्यमानी हामी त तपाईँ जतिको भाग्यमानी तपाईँ जतिको अब हामी कोही बाँच्दैनौँ नै कोही बाँच्दैन अब यो त्यसले गर्दाखेरि तपाईँ खुसी हुनु अब दुखी नहुनु आफ्नो छोरा नातिहरूलाई आशीर्वादै दिनु सबैलाई आफू धन्यवादै भन्नु जति गर्नु सकिँदैन के रिस उठ्दो रहेछ हुन्छ तान्ने किमहरू मन जस्तो गर्दैन केटाकेटीले त्यहाँदेखि कराउँछु गाली गर्छु हाम्रो त्यो कान्छाको छोरी चाहिँ छुट्टी छ झर्किन्छ त्यो माथि नरको छोरीहरू दुईजना त्यहाँ बसेको छ त्यो अर्को छोरा कान्छा चाहिँ पनि हाम्रो कान्छाको छोरा पयासी हुन्छ त्यो पयासी त सुँगै कलेज जान्छ आउँछ के बस्छ अनि तिनीहरू चाहिँ मैले गणन गरेको तिनीहरू चाहिँ चुप्प लाग्छ हाम्रो घरको कान्छुको छोरी कान्छी चाहिँ त्यो गणन गर्नु मान्दैन त्यो गरिहाल्छ मेरो आमा बाउले के भन्थ्यो होला नि अन्तिममा मर्ने बेला के भन्थ्यो होला नि मेरो आमा बाउले केही हामीले त सुन्नु पनि पाएन केही कुरा पनि अब अहिले जस्तो फोन पनि थिएन अब त्यो बेला केही थाहा पाइएन खालि मरेको कुरा मात्रै सुन्यौ नि त बस्यौँ न पनि त घरमा अब दुःख सम्झिन्छु परबाट माउलोबाट आमा छोरा आमा थियो त्यति बेला के रोड खुनिएको थियो न सानो बाटो थियो त्यो धारा उर्चेर आउँथ्यो आमासित म त्यहाँ गोठाला गरेर पुप्पै गोठाला गर्छौ पुप्पै भन्छी तिनीहरू सम्झिन्छु के हजार सम्झ्यो तिनीहरू कहाँ पुग्यो पहिला चिया ल्याउ न है कोचा भित्र ए ल के गर्नु कान्छ अब जुन बुढाबुढी भयो जुन सम्झना आउँदो रहेछ सबै कुरा उहिलेदेखिको अनि
राम्रै भित्र मन दुख्छ के कसरी के गरेर मरिने हो आफू सबै मरिसक्यो के भइसक्यो खै यस्तै हुँदो रहेछ तर हामीलाई खुसी लाग्छ हाम्रो बाउ आमा भेटे जस्तै लाग्छ तपाईँले भेट्दा अनि त पनि सुन्दरे पनि पढारको समय आयो अनि बोलायो गयौँ हाम्रो कान्छी त्यो नातिनी म गयौँ अनि उसलाई कुर्ता ल्याइदिएको रहेछ हाम्रो कान्छीलाई मलाई ज्याकेट ल्याइदिएको ज्याकेट नै छ अनि हाम्रो बाबुको बहिनी देख्दाखेरि खुसी लाग्यो के सुन्दर जेमेसरी नै बसेर बात मार्यौँ त्यहाँदेखि माग्छु पछि घर बनाउँछु हुन्थ्यो हो त हिँड्नु सकिन्छ काठमाडौँमा गएर पनि के गर्ने एउटा कोठामा किचिक्क भएर बसेकै गर्नुपर्छ सहरमा निस्क्यो ट्याट्यारा टुटु हल्ला खल्ला नचिनेको नजानेको न कोही बोल्ने न कसैसँग आफ्नो कुरा राख्नु भन्नु कोही त थाहा हुँदैन चिन्दैन के को चिन्छ नि को हो त को अनि कोही पश्चिमको हुन्छ कोही हिमालको हुन्छ कोही मधेसको हुन्छ कोही पूर्वको के को कसैलाई मतलब पनि हुँदैन वास्ता पनि हुँदैन त्योभन्दा त यहाँ ठिक छ नि यसो दाजुभाइ भेटघाट हुन्छ दुःख बिमारमा यसो के हो नि भन्यो यही ठिक छ पाइन्छ बोल्नु पाइन्छ यहाँ त नै तर दुःख चाहिँ दुःख काम खेती गर्नु पर्यो काम खेती गर्नुलाई के को दुःख हो काम खेती अब काठमाडौँमा पनि त अब पैसा कमाउनु पर्छ कमाउनेलाई दुःखै छ तर यहाँ त यसो काम खेती गर्दाखेरि यसो मन भुलिन्छ अलमलिन्छ यसो ट्वालै बसेर सोचिरहनु भन्दा त चर्को हुँदैन ऊ भैँसीलाई पानी खुवाउनु गयो त्यति अलमलिन्छ उता बारी हेऱ्यो त्यति अलमलिन्छ माछा पोखरी हेऱ्यो त्यति अलमलिन्छ दिन गयो नि काठमाडौँमा त दिनै बित्दैन कति टिभी हेर्नु दिमाग दुख्छ कति एकहोरो भइगइन्छ काठमाडौँमा है यहाँ त एकहोरो भइँदैन नि ऊ त्यहाँ धारा गयो त्यहाँ हेऱ्यो फोहोर उठायो त्यहाँ गयो के अरे भित्र पस्यो चुलामा गयो अगेनामा पानी बसाल्यो अनि उता बारी हेऱ्यो तलतिर हेऱ्यो मोटरहरू चलेको एकछिन हेऱ्यो अलमली त गइन्छ कति राम्रो गाउँमा त म आफू त अब पछि बुढेसकालमा त म गाउँमै बस्ने गाउँमै आएर मर्ने म त गाउँमै आएर मर्छु म त आम्मामा यति राम्रो ठाउँमा छोडेर बेकारमा सहरमा त कमाउनु जाने यसो गर्ने पो त सहरमा त त्यहाँ त बिजोग पो छ त फुपै भन्नु मात्रै सहरमा जैरा पनि फोन गर्दै थियो हजुर फोन पनि गर्नु छोड्यो यसपालि अलिक बिरामी छ अरे भन्दै थियो म अस्ति बोलेँ नि जैरालाई फोन गरेँ अनि के अरे फोनमा यसो म पनि बिमारी छु है भन्यो रुवाबासी गऱ्यौँ दिदीभाइ एकछिन फोनमै अनि झुमाले उसको छोरीले भान्जीले चाहिँ अस्ति मलाई मेसेज गरेको थियो आमा अलिक बिरामी छ है मामा भनेर अब के गर्नु अब दुख बिमारी दिलकुमारी अनि अब यसो बिमारी दबाई पानी गर्दै नमरिन्जेल बाँच्नु पर्ने त हो नि अब सबैलाई कहाँ सञ्च र सुख छ र दिलकुमारीको घरमा पनि पोटपर हाम्रो कान्छीको घरमा जाँदाखेरि पुगिङको ए हो पुगिङ त तल त्यो कन्याम तल खाँदभित्र छ गयो तर ठाङ राम्रो छ फोक्टी चोक्टी भए पनि सबै कुरा हुने त्यहाँ नै रोड छ अनि यहाँ घर छ त्यो दुवाई फुपू र खिर छ त्यसोमा जसले बारेको छ घर पनि बनाएको छ मजबुत छ गाई पालेको थियो फुटायो भने सजनाले पनि मार्छ फुटाओस् फुट्यो भने फुटाओस् नफुटाइकन म गर्छु पखाल्छु एउटा कहाँ गयो
भाँडा धुनुलाई तर यहाँ छु पो एउटा मुसा कहाँ गयो भन्छु त अङ्कलसँग मिलाई भाँडा धुनु हेलो मम्मी छोरालाई त भाँडा धुनेमा राख्नुपर्छ नि त मुसा भागेको अघिदेखि त मुसा भागिरहेको छ दुबो नि मुसालाई मुसा तँलाई चिम्चा डालो सिस्नुको बोर्ड सबै देखाइदिएपछि त नि आफै गर्ने हो नि आफै खोज्ने हो आफैले फाइन्डिङ गर्ने हो अब हेलो फेरि भाग्ने कोसिस मलाई पोपुले गाली गर्नुहुन्छ भाँडा धोइदिनु न भन्दै थियो कोकीले त माया पनि गर्छ गाली पनि गर्छ है कन्छ के लाग्छ गाडी मात्र गर्छ अरू काममा टोलिनु पाएपछि मक्ख हुन्छ त भित्र गर्नै पर्ने होइन के त्यो नपर्ने खालको पढेन त्यो उस भएन त्यो पानी उसहरू मिलेन त्यो योभन्दा कति ठुलो हुन्न के अरे त्यो बाँड्छु सानो संसारी भनेको 60-80 घरको चाहिँ यो सामूहिकको संसारी हो वारिटोल पारिटोल बेस्टोल के अरे सबैले यो अक्षता छोड्ने चाहिँ यो है आज संसारी पूजा पानी परोस् भनेर प्रकृतिलाई पूजा गर्ने कर्मा भाइ ल अक्षता धुनुपर्छ अक्षता उठ्या अक्षता सबले त्यहाँ पैसा राख्नु मलाई ठिक होस् ज्ञान बुद्धि दियोस् न पैसा राख्नु भन्ने है मेरो छोरो है तुप्पा नमस्ते त्यो कञ्चन दाल खन्यो संसारी पूजामा यो चाहिँ यहाँ बोर्डिङ स्कुल थियो मेरो घर छेउमा यो चाहिँ मेरो घर छेउमा बोर्डिङ स्कुल थियो अब अहिले विद्यार्थी नभएर सबै स्कुलै बन्द छ गाउँघरतिर धेरै स्कुलहरू मर्जिङ भइरहेको रहेछ किनभने अब विद्यार्थीहरू पाउन गाह्रो भइसकेछ
काठमाडौँमा भयानक प्रदूषण भइरहेको छ। म यतिखेर गाउँमा छु, तर गाउँमा पनि एकदमै वेदर खुलेको छैन। गाउँमा पनि एकदमै यो धुमिल छ, एकदमै धुमिल खालको छ वेदर। छ्याङ्ग खुलेको छैन आकाशहरू डाँडा पाखा, किनभने पानी परेको छैन, राम्रो हावा चलेको छैन। त्यो कारणले पनि एकदमै गाउँघर उदास छ, धेरै नै उदास खालको छ, सुक्खा खालको छ। अनि पुरा ठिलो छ, बतासहरू खासै मिठो चलिरहेको छैन। यो चैत्र महिनाको आज 24 गते हो। गाईबस्तु चराएर पहिले खेतै खेत थियो ठाउँ, अहिले 30 घारी बनाइएको रहेछ। काम गर्ने मान्छे पनि छैन, सबै बारीहरू खेतहरू यसरी चौरीमा परिणत भएको छ। यहाँ पहिले हामी खेत रोप्थ्यौँ, फर्म चलाइन्थ्यो। अहिले खेत रोप्ने मान्छे नभएर 30 रोपिएको छ। यो बाटोमा मेरो बाल्यकालहरू बितेका छन्। मेरो धेरै छालाहरू यो बाटोमै अल्झिएका छन्। पदचापहरू पछ्याउँदै म हिँडिरहेका छु, मेरा पुराना दिनहरू सम्झिरहेको छु। र अहिले त सडक बनेर पूर्व पश्चिम राजमार्ग जोड्ने सडक बन्यो। के भयो? यहाँ साराम त लड्नु भएछ। तल झन्डै रोडमा खसेन। केही हुँदैन, यहाँ तल खसेकोमा चाहिँ यस्तै भयो। जम्प गरिहाल्छ नि केटाहरूलाई, केही हुँदैन। यस्तो भयो नि त यस्तो। ल यो चाहिँ रोड हो। त्यहाँ हुन्छ, एक बिचमा नबस, गाडी ल्याउँछ। यहाँ गाडी स्पिडमा कुदेको हुन्छ। यो पूर्व पश्चिम राजमार्ग हो, यो पूर्व पश्चिम जोड्ने राजमार्ग। त्यसरी अहिले हामी यो ठाउँलाई सुविधा सम्पन्न सडक सञ्जालले जोडिएको ठाउँको रूपमा हामीले उपभोग गरिरहेका छौँ। यो मेरो भाइको घर हो, मेरो फुपूको घर, फुपूको छोरा मन बढ्नु। र यहाँ चाहिँ अटो एकैछिनमा चलिरहेको हुन्छ। आफूलाई कतै जानको लागि अटोको सुविधा छ। दिक्तेल पुग्न हामीलाई 2 किलोमिटर मात्रै, 5 मिनटमै दिक्तेल पुगिन्छ। कुन लाउनुहुन्छ होला नि त? तल हाम्रो मम्मी रन्जनीमा कुन लाउनुहुन्छ? यो लाउनुहुन्छ कि अर्को? नखाने 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 मेरो फुपै हो, मेरो बाउको कान्छी बहिनी। यो गाउँ कि के हो? यो उमेरमा पनि 82 वर्षको उमेरमा पनि यसरी काम गरिरहनु भएको छ मेरो फुपै।
अनि यो दाउरा चिर्ने चाहिँ को? दाउरा चिर्ने चाहिँ को? सो ए हो र काशकुमारको छोरा हतिज ए प्रयास हो गुड 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 भेरी गुड ल यहाँ नि दाउरा चिर्ने रहेछ ए बेलुका जाने माथि मनेम्माकोमा ए ठिकै छ बाटो चाहिँ यो घर पनि लगभग खाली छ किनभने यहाँ पनि मानिसहरूले घर छाडेर बसाइसराई गइसकेका छन् सहरतिर लागिसकेका छन् यति सुन्दर घर छ बस्नको लागि समय हो मेरो 5 कक्षासम्म यो स्कुलमा थियो यो चाहिँ मेरो बारी मुला खत्तम छोरा मेरो बारी धेरै वर्ष हामीले यहाँ काम गऱ्यौँ मुला खत्तम अहिले आलु छ मकै बढिसकेको छ चैत्र 24 गते हामी यहाँ छौँ दिक्तेलमा सोलमामा काठमाडौँमा भयानक प्रदूषण छ यहाँ पनि वेदर एकदमै क्लियर छैन बतास चलेको छ कालो ल्याइदिएको थियो त आवर ब्युटिफुल किचन ल्याइदिएको छ कालो यहाँ दोकान पनि छ स्कुलको विद्यार्थीहरू यहाँ किन्ने गर्छन् यो रोडको बाटो यो खोला तरेपछि उता तलतिर झर्दा चाहिँ हाम्रो स्कुल पुग्छ स्कुलबाट हाम्रो बारी पुग्ने बाटो र रोडले सडकले सबै ठाउँ छोएको देखियो
तर यो सडक उपभोग गर्ने मानिस चाहिँ नभएको देखियो। गाउँमा मानिसहरू मलाई त्यो तामा हेर्न तामा उ माथि ठुलो भइहाल्यो बाँसको तामा र हामी यसरी यहाँबाट केही मासतिर गएपछि पूर्व पश्चिम जोड्ने राजमार्ग हामी निस्किनेछौँ। माथि यिनीहरू सबै सरकारी भवनहरू बनेका छन्। विकासले घर घर आइपुग्यो। विकास मानिस खोज्दै घर घर आइपुग्यो। तर मानिस जब विकास घरमा आयो, यो स्वास्थ्य चौकी हो। ए कति राम्रो ल, स्वास्थ्य चौकी यहीँ रहेछ। विकास मानिस खोज्दै घर घर आए। मानिस घर छाडेर सहरबाट विदेश पसे। गाउँ खाली। यसपालिको सारांश राईको बिदा भ्याकेसन यसरी इन्जोय गरिरहेछ। सारांश राईले आफ्नो भ्याकेसनको युटिलाइजेसन भरपुर गरिरहेको छ गाउँ आएर। हामी यसरी गाउँमा आएर यसपालि रमाइरहेको छौँ। खास गरी यो टाइम चाहिँ मेरो राइजिङ स्टारको प्रोग्रामको टाइम हो। ट्रेनिङ मेरो हुन्थ्यो चैत्र 21 देखि वैशाख 5 सम्म चाहिँ मेरो ट्रेनिङ थियो र 6 गते चाहिँ ग्रान्ड फिनाले थियो राइजिङ स्टारको। तर हुनसक्छ अर्को वर्ष चाहिँ हाम्रो राइजिङ स्टार हुनसक्छ। यो वर्ष चाहिँ हामीले राइजिङ स्टारलाई पोस्टपोन गऱ्यौँ, स्टप नै गऱ्यौँ, स्थगितै गऱ्यौँ र हामी गाउँ आयौँ। र यसरी हामी रोड खोज्दै आयौँ। हामी यो बुली खोला हो। यो खास गरेर बुली खोला भन्छौँ हामी। स्कुलसँगैको चाहिँ ध्या खोला, यो बुली खोला। हामी खुब पा मार्ने खोलाहरू हो पहिले। अहिले पुराना पदचापहरू खोजिरहेको छु म। आफू हिँडेका यी बाटाहरू 35 वर्ष अगाडि मैले उपभोग गरेका यो ठाउँ आज म पुनः स्मरण गर्दै म यो ठाउँ आएको छु। यहाँदेखि उता होरखा, यो गाउँदेखि यता चाहिँ होरखा गाउँ पर्छ। मेरो माउली गाउँ पनि हो। अब यहाँ चाहिँ राजमार्ग पूर्व पश्चिम राजमार्ग। हेलो सारांश, यो गाडी चाहिँ भोजपुरबाट आएको गाडी हो र यो खोटाङ हुँदै सम्भव थियो भोजपुरबाट आएको गाडी हो। अब यो काठमाडौँसम्म पुग्छ यो गाडी। गाइज enjoying? Are you enjoying? Yes! Hello! Are you enjoying, guys? Yes! सोलमाको सडक देउसी रे, सोलमाको सडक देउसी रे। यो चाहिँ हाम्रो
सम्झनाको लागि र एउटा इतिहास दस्तावेजको लागि यसरी शिला लेख यो चौतारा छ यहाँ। अब कसको हो भन्ने कुरा चाहिँ मलाई थाहा छैन, यी लेखिएको छ। मैले यो यहाँहरूलाई सत्र देखाएँ मात्रै। थ्याङ्क यू। पछि हेरिन्छ भिडियो र तिमी रोइरहेको थियौ। किन रोइरहेको थियो भन्दाखेरि हजुर हेर्नु हिँड्ने त यहाँ दिन त यहाँ बाइक आइरहेको साइडमा हिँड्नुहुन्छ है पछि भिडियो र तिमी ल म नि रुन्छु लु रो ए बाबा आफ्नो भान्जी भान्जी भन्छु जहिले छेउ छेउ यता छेउ 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 अब यो चाहिँ बिकलमा चाहिँ तराईको माछा ल्याउँछ। यो अलिकति राम्रो हुँदैन स्वास्थ्यको लागि। अब त्यो औषधि हालेर केमिकल हालेर त्यो के अरे नसडिने नकोइने औषधि हालेर विष हालेर ल्याएको हुन्छ र त्यसले गर्दाखेरि त्यो माछा खाँदैन त्यो। मेरो धेरै माछा क्या। ए हो ए माछा सम्बन्धी अलिकति ललित राई हाम्रो कान्छो भाइ हो, टुप्पा बडाबाबुको छोरा, असाध्यै उद्यमशील मेहनती पौरखी। उहाँको यहाँ आफ्नै कृषि फार्म छ, माछा टन्नै फलाउनुहुन्छ, उत्पादन गर्नुहुन्छ, लगायत अकबरे खुर्सानीदेखि अनेक विभिन्न कृषि सम्बन्धीको उत्पादनहरू उहाँको छ। उहाँ व्यावसायिक रूपमा नै लाग्नु भएको छ। छोरा इस्माइल र छोरी धरतीलाई नेपाल सरकारको कर्मचारी बनाउन सफल हुनुभएको छ र उहाँहरू चाहिँ कृषि कर्ममा व्यस्त हुनुहुन्छ। मेरो गाउँमा सोलमामा सबभन्दा उहाँको युट्युब च्यानलतिर इन्टरभ्यू पनि आइराखेको हुन्छ। उहाँ एकदमै मेहनती हुनुहुन्छ। अहिले यो कागतीको खेतमा चाहिँ मल लाउँदै हुनुहुन्छ। लगभग वर्षमा कति किलो जति माछा हामी सप्लाई गर्दैछौँ? यसपालि 511-12 किलो कति चाहिँ यसपालि मैले। कतिवटा पोखरी छ जम्मा? पोखरी 9वटा छ। 9वटा पोखरीबाट 510-12 किलो माछा गयो होइन त? हजुर हजुर 800 रुपियाँ किलोले बेच्छु। 800 रुपियाँ किलो। यो माछा ग्रास कार्ड होइन त? काठजात अन्तर्गत दुईटा छ, ग्रास कार्ड कमन कार्ड छ। ए कमन कार्ड। ए माछा पोखरी यस्तो पोखरी यहाँको थुप्रो छ। यहाँ सोलमाको पानीको सदुपयोग यसरी भइरहेको छ। असम्भव केही छैन, असम्भव केही नै छैन। लाटिन्छ गोकपारुङमा चाहिँ बोसे हाकारा हिँगे हाकारा त्यहाँ पनि मौरीको डुर। ए मौरीको डुर दुईटा ग्याउरा उठु सुगर क्यान सुगर क्यान उखुबाटै सुगर बन्ने, चिनी बन्ने। चिनीको मेन सोर्स नै उखु हो।